नमस्कार। आज हामी तपाईहरुलाई सिंगल पावर सकेटको कनेक्सन कसरी गर्ने भनेर एकदम सजिलो तरिकाले सिकाउन गइरहेको छु। हामीसँग यो सिंगल पावर सकेट छ। यसमा हेर्न सक्नुहुन्छ तपाईहरुले यो सिंगल पावर सकेटमा यो दुईटा इन्डिकेटरको वायर भयो र यसमा चाहिँ तपाईको एउटा न्युट्रलको लाइन भयो, एउटा लाइभको र यो अर्थिङको र यसमा L1 र L यो दुईटा लेखिएको छ। अब यो 5 वटा पोइन्टहरुमा तपाईहरुलाई यो इन्डिकेटरको तार सहित कसरी कनेक्सन गर्ने भन्ने कुराहरु आज हामी बताउन गइरहेका छौं। हाम्रो घरमा तपाईहरुको नर्मली यसरी 3 वटा वायरहरु आएको हुन्छ। एउटा फेज, एउटा न्युट्रल र एउटा अर्थिङ। यो 3 वटा वायरलाई चाहिँ हामीले यो सिंगल पावर सकेटमा कसरी कनेक्सन दिने ल हेरौँ है त। अब सबभन्दा सुरुमा हामीले यहाँ हेरौँ न्युट्रल लेखिएको छ। यो न्युट्रलमा हामीले एउटा इन्डिकेटरको पोइन्ट र हाम्रो घरको न्युट्रललाई यसरी हामीले एकै ठाउँमा कनेक्सन गरेर कमन गरेर चाहिँ हामीले न्युट्रल N लेखेको ठाउँमा न्युट्रल वायरलाई हामीले टाइट गर्दिने। अनि यसरी हामीले टाइट गरिसकेपछि अब हामीसँग दुईटा वायर बाँकी रह्यो। अब यसमा हामीले अर्थिङको वायर पनि लगेर हाल्दिने। अर्थिङको साइन भएको ठाउँमा अर्थिङको वायर लगेर हामीले कनेक्सन यसरी गर्दिने हो। अनि तपाईको अब अर्थिङको कनेक्सन गरिसकेपछि हामीसँग एउटा वायर बाँकी रह्यो जुन फेज वायर, लाइभ वायर। यसलाई लगेर हामीले स्विचमा हाल्नुपर्छ। स्विचमा त्यहाँ हाम्रो L भनेर लेखेको ठाउँमा हामीले फेज लाइनलाई हामीले L भनेर लेखेको ठाउँमा हामीले यसरी हाल्नुपर्छ र यसरी L भनेर लेखेको ठाउँमा हामीले यसलाई टाइट गरिसकेपछि अब हामीसँग दुईटा पिनहरुमा वायर कनेक्सन गर्न बाँकी रहन्छ यो दुईटामा। त्यसपछि यो एउटा इन्डिकेटरको वायर, त्यसका लागि हामीलाई एउटा सानो तारको टुक्रा चाहिन्छ। यो सानो तारको टुक्रालाई चाहिँ एक साइडबाट इन्डिकेटरको वायर कमन गरिदिने। एक साइडबाट इन्डिकेटरको वायर कमन गरिसकेपछि हामीले यहाँ L भनेर लेखेको ठाउँमा हामीले यो वायरलाई हाल्दिने र हामीले यसलाई पनि टाइट गरिदिने। र हाम्रो अब एउटा बाँकी रह्यो स्विचको माथिको पोइन्ट जसमा L1 भनेर लेखेको छ। त्यो L1 भनेर लेखेको पोइन्टमा हामीले यसलाई हालेर हामीले यसलाई टाइट गरिदिने। तपाईहरुले ध्यान दिनु होला, घरमा चाहिँ यसरी पावर सकेट कनेक्सन गर्दा आफ्नो एमसीबी चाहिँ झार्दिनु होला मिटर बक्सबाट, नभए डीबी बक्सबाट एमसीबी झारेर गर्नु होला। सेफ्टीको हिसाबले राम्रो हुन्छ। र यसरी हामीले तपाईको कनेक्सन दिइसकेका छौं। हेर्न सक्नुहुन्छ फेज, न्युट्रल, अर्थिङको वायर हामीले दिएर इन्डिकेटरमा पनि फेज र न्युट्रल दिएर हामीले यसरी गरिसकेका छौं। अब यसलाई हामीले कनेक्सन दिएर एकचोटी चेक गरेर हेर्नुपर्ने हुन्छ हाम्रो कनेक्सन चाहिँ सही भयो कि भएन। हेरौँ है त। ल हाम्रो कनेक्सन एकदम सही छ। र यस्तै जानकारीमूलक भिडियो हेर्नका लागि हाम्रो पेजलाई फलो गरिदिनु होला, लाइक शेयर गरिदिनु होला। हवस् त, धन्यवाद।